सक्नुहुन्छ है तपाईँहरूले। तपाईँले अब ताजिया भगवानलाई चाहिँ बन्दुक पनि पाल्नुभएको छ। ताजिया बुद्ध भगवान चाहिँ यहाँ हुनुहुन्छ है। उहाँलाई नै अगाडि जानुभएको छ, जानुभएको छ। फाइनली छिराएको छौँ पछाडि। घर चाहिँ एकदमै सजाएर राखेको छ। हाई भन्दैन त यहाँमै देखाउन हामीले अस्ति भेटेको भाइ चाहिँ यहाँ भेटिसक्यो है। यहाँ हुन्छ भेटिसकेको छौँ बाटोमा। हाई भनिदेऊ न त। हेलो हेलो नेम्पो हाइएमबीले नि छैन संसारको हाइएमबीले भिडियो देख्न चाहन्छु, भ्लग देख्न चाहन्छु नेम्पो हाइएमबीले छ। हाइएमबीले हाई सो गाइस आज चाहिँ जन्मादियो र जाँदाको 5th एन्ड फाइनल दिन हो। सो आज चाहिँ हाम्रो खटबाट चाहिँ लगन भएर चाहिँ फेरि जनबारमा जान्छौँ। सो यहाँ अहिले चाहिँ हामी यो लगनतिर गइरहेको छौँ। अनि यहाँ फुल एन्डसम्म चाहिँ भिडियो हेरिदिनु होला है। आज लास्टसम्म छ होइन। हेरौँ न जम्बालसम्म जम्ला कि नजम्ला भइरहेको छ मलाई चाहिँ, किनभने भोलि चाहिँ कलेज छ हाम्रो। अनि आई थिङ्क भोलि चाहिँ कलेजको फाइनल दिन हो हाम्रो चाहिँ। त्यसैले म चाहिँ बिचो बाटोसम्म मात्र जान्छु भनेर मलाई चाहिँ लागिरहेको छ है गाइस। सो यहाँ बाजाहरू चाहिँ लगाइसकेको छ। सो यहाँ चाहिँ यही बाटो भएर चाहिँ हामी जान्छौँ है त गाइस। सो आई गेस लाइक बाजाहरू चाहिँ ल्याइसकेको छ। आज चाहिँ म अलिकति लेटै भयो है। लाइक निकालेको त छैन होला देउतालाई। त्यस हेरौँ न त होइन गाइस। यहाँ रोडहरू चाहिँ सबै ब्लक गरिसकेको छ। एज यु गाइज क्यान सी होइन, लाइक गुर्जोहरू चाहिँ माथि गइसकेका छन्। यहाँ तलपट्टि गुर्जिया पल्टनहरू पनि आइसकेको छ। मान्छेहरूको भिड पनि अलिकति बढिसकेको छ। बाजाहरू सबै लगाइसकेको छ। यहाँ बिहा गर्नको होइन लाइक खट पनि आई गेस लगाइसकेको छ गाइस। यहाँ चाहिँ हाम्रो अफरिङको लगाइराखिरहेको छ है गाइस। यता चाहिँ गाइस हेर्न सक्नुहुन्छ। म चाहिँ अब यो भिडबाट जान्छु होला अब एकछिनमा। यहाँ गुर्जिया पल्टनलाई देख्न सक्छौँ। हामी चाहिँ अब निकाल्नै लागेको छ। यहाँ छाता पनि लगाइसकेको छ देउताको, खट पनि लगाइसकेको छ, बाजाहरू पनि सबै लगाइसकेको छ। यहाँ भोलि फर्काउन लगाइसक्यो है गाइस। तल चाहिँ लाउनै लगाइसकेको छ। अनि यहाँ खर्क हाम्रो थकाली पनि आउनुभएको छ। उहाँ चाहिँ मेरो बाजे हुनुहुन्छ। हाम्रो फाइनली यहाँ टाइम चाहिँ भइसकेको छ है त। तपाईँले अब ताजिया भगवानलाई चाहिँ गाइस यहाँ बन्दुक पनि पाल्नुभएको छ। हाम्रो ताजिया भगवानलाई चाहिँ निकालिसकेको छ है त गाइस। निकालिसकेको छ। अनि फाइनली हाम्रो अङ्कपास लोकेश्वर आयो लोकेश्वर बुद्ध भगवानलाई नि निकालेको देख्न सक्छ हामीले। गाइस अलिकति अगाडि गएर हेरौँ है, हेर्न सक्नुहुन्छ है तपाईँहरूले। ताजिया बुद्ध भगवान चाहिँ यहाँ हुनुहुन्छ है। उहाँलाई नै अगाडि लिएर जानुभएको छ। अनि लोकेश्वर बुद्ध भगवानको दुधहरू पनि लिएर जानुभएको छ। हामी फाइनली छिराएको छौँ पछाडि। दाइ ल हामी चाहिँ अब सिधै खटमा जान लागेको छौँ। उहाँलाई चाहिँ अब चाहिँ बोकेर नै लिएर गइरहेको छ खटमा। खट चाहिँ यता राखेको छ। गाइस हाम्रो चाहिँ अङ्कपास भगवानलाई चाहिँ भित्र खतमा राखिसकेको छ।
सबै साइडबाट चाहिँ पूजाको लागि यहाँ अफरिङहरू आइरहेको देख्न सक्छौँ छैन नेम्पो हाइएमबीले नि छैन सन्चका हाइएमबीले भिडियो देख्न सक्छु भ्लग देखाएको चलाउँछु नेम्पो हाइएमबीले छ हाइएमबीले हाई मैले त्यो क्लिपमा चाहिँ के भन्छ नेम्पोलाई हाई गरिदिनु भनेको थिएँ उहाँले चाहिँ त्यो नबुझेर चाहिँ के भन्छ जल हा गरिदियो भन्यो होला भनेर हा गर्दै थियो कि हाम्रो यहाँ सातजना भेटिसकेको छौँ होइन हाई भन्दैन त लगाइ सब्सक्राइब गरिदिनु सब्सक्राइब चाहिँ गरिदिनु है त यहाँ फोटोग्राफरले फोटो लिइरहेको छ होइन चाहिँ एकदमै सजाएर राखेको छ गाइजहरू सक्नुहुन्छ है अलि राम्रै देखेको $360 guys, $360. हान्छ है दाजु Guys, भने त अनुहारबाट के आछ त So guys, हाम्रो फाइनली निकाल्न लागेको छ A few moments later. यहाँ चाहिँ लाइक खर्चा चाहिँ यता लाग्छ है यहाँ चाहिँ अफिसको लागि चाहिँ यहाँ एउटा स्पेसल प्लेस बनाएको छ हामी चाहिँ एकछिन बाहिरै जाम है भित्र चाहिँ अति हुन्छ क्या हामी चाहिँ अलि अगाडि हेर्दै बसौँ न त है कस्तो छ है हजुर सबै अगाडि गइसकेको छ हेलो भाइ हामीले खान मेरो बहिनी पनि यहाँ रहेछ दाजु भाइ पनि भन्थ्यो एकदमै सजाएर बत्तीहरू बालेर राखेको रहेछ भित्र चाहिँ नबस्छौँ है गाइस किनभने अति हुन्छ है भित्र चाहिँ गोचेर मारिहाल्छ है नभए त म त अगाडि नै जान्छ जस्तो लागिरहेको छ यता चाहिँ यति नै हो है यहाँ के भन्छ सबै बाटोमा चाहिँ हाम्रो यस्तै अफरिङहरू आइरहेको छ है अनि यो पूजा दिन्छ अनि त्यस्तै हुन्छ हामी चाहिँ अलि अगाडि नै जान्छ त अगाडि नै गइदिउँ है किनभने यता चाहिँ अति हुल भयो क्या टिचर मेरो जुत्ता भोलिसम्म मेरो जुत्ता यो युजै गर्न नहुने भइसक्यो हामी चाहिँ अब अगाडि गइरहेको छौँ अगाडि पनि हुन त हुल त हुन्छ तर यता अलि चाहिँ हुल हुँदैन होला यताको अगाडि पछाडि चाहिँ अति हुल्के अगाडि चाहिँ कसरी जाने भइसक्यो मलाई चाहिँ क्यामेरा राइट प्लेसमा आफू भन्नु भइरहेको छु कहाँ गइरहेको छु अरे कहना क्या चाहते हो खट चाहिँ हाम्रो उता हामी चाहिँ खटबाट चाहिँ जनबाल जान्छौँ है त भाइ हामीले अस्ति भेटेको भाइ चाहिँ यहाँ भेटिसक्यो है यहाँ फ्ल्यासब्याक साथीहरू यहाँ हाम्रो एउटा भाइ आइसकेको छ भाइ भन्दै
सब्सक्राइब गरिदिनु होला च्यानललाई सब्स्क्राइब गरिदिनु होला है गाइस सब्सक्राइब पनि गरिदिनु होला यहाँ बाटोबाट भाइले सब्सक्राइब गर भन्छ हैन ल त भाइ आउने होइन त तिमी पनि जात्रामा अहिले पछि राति आउँछ त ल राति आउँछ र त्यो चाहिँ जात्रा सिधेपछि आउँछ होला हैन ल आऊ है त भाइ ल हुन्छ End of flashback. सब्सक्राइब गरिहाल्नु है नेवा भन्छ ब्लग्सलाई अहिले चाहिँ अलिक खाली भइसक्यो रोड चाहिँ होइन हामी चाहिँ अलिक धेरै नै अगाडि आइसकेको छ है आई होप तपाईँहरूलाई मेरो भोइस चाहिँ पुगिरहेको होला है यस्तो बाजाहरूमा नि मलाई जसरी भए पनि कलेज जाने छ हामी यहाँ समिट भेटिसकेका छौँ बाटोमा ल हाई भनिदेऊ न त हेलो हजुर ल समिट पनि भेटिसकेको छु ऊ चाहिँ भर्खरै जात्रा हेर्न गइरहेको रहेछ अब म चाहिँ फर्किहालेँ अब यो चाहिँ होइन अब यो जात्रा यो खत चाहिँ हाम्रो चाहिँ यहाँबाट चाहिँ के भन्छ यहाँबाट तल खोइ ठाउँको नाम चाहिँ मलाई बिर्सिहालेँ गाइस सरी फर द्याट आ गुन्डा बनेगा रे तू त्यहाँबाट तल लिएर चाहिँ घुमाएर चाहिँ त्यो रोडपट्टिबाट घुमाएर चाहिँ बसन्तपुरबाट चाहिँ फेरि हाम्रो के भन्छ जनबारमा लिएर जान्छ
सो या आजको लागि चाहिँ यति नै किनभने भोलि मेरो कलेज छ कलेज नभएको थियो भने चाहिँ म बनाउँथेँ होला होइन जनबालसम्म नै म पुरै भिडियोहरू बनाउँथेँ होला तर लाइक अनफर्चुनेटली भोलि मेरो कलेज हुनको कारणले होइन मलाई मर्निङमा जाने छ है मेरो लास्ट डे हो होइन भोलि चाहिँ त्यसैले लास्ट डे जानु पऱ्यो नि त अनि त्यही हो गाइस त्यसकै लागि चाहिँ मेरो पर्मिट कार्ड पनि लिने छ है त्यसकै लागि चाहिँ आज चाहिँ यति नै है त गाइस सो इफ तपाईँहरूलाई यो भिडियो राम्रो लाग्यो भने चाहिँ लाइक गरिदिनु होला होइन यो प्लेलिस्ट यो जुन मैले सिरिज बनाएको छु यो तपाईँलाई राम्रो लाग्यो भने चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला अनि यस्तै भिडियोहरू अरू चाहिन्छ भने चाहिँ मलाई कमेन्ट गरिदिनु होला है कस्तो कुन जात्रामा चाहिँ तपाईँले भिडियो चाहिन्छ भनेर म चाहिँ आइल ट्राई माई बेस्ट होइन के भन्छ त्यो जात्रा अटेन्ड गर्नलाई चाहिँ म आफ्नो बेस्ट दिन्छु हुन त म अरू त्यस्तो जात्राहरूमा जान चाहिँ जान्दिनँ होइन गाइस तर तपाईँहरूको लागि चाहिँ स्पेसल्ली है गरिदिउँला होइन सो या लाइक चाहिँ गरिदिनु होला होइन सब्सक्राइब पनि गरिदिनु होला अनि सेयर गरिदिनु होला लाइक चाहिँ गरिदिनु है गाइस अरू नगरे नि लाइक चाहिँ गर्नु पऱ्यो है गाइस आजलाई चाहिँ यति नै सो लेट्स मिट यु गाइस नेक्स्ट टाइम है नयाँ भिडियोमा चाहिँ हामी मिट गर्छौँ हुन त अब धेरै भिडियो बनाए चाहिँ पोस्ट एउटा गरेँ होइन सो या विल मिट यु गाइस आइसकेका छौँ सो या आजको लागि चाहिँ यति नै सो अरू भिडियोहरूमा चाहिँ भेटौँ न त है गाइस